राम जानकी सडक त अब जनकपुर धामलाई त हामीले ठुलो पर्यटकीय केन्द्रको रूपमा अगाडि बढाउने कुरा वर्तमान प्रधानमन्त्रीजीले जनकपुरकै भाषणमा पनि बोलिसक्नु भएको छ र यसमा मित्र राष्ट्र भारतसँग पनि सम्वादहरू अगाडि बढेका छन्। जनकपुरलाई अयोध्यासँग जोड्ने लगायतका यो सबैको लागि फेरि हाम्रो तर्फबाट पूर्वाधार चाहिन्छ। त्यसैले राम्रा होटेलहरू, सडकहरू, एयरपोर्टहरू, स्वच्छ खानेपानी र त्यो सबैलाई त्यो सेवा क्षेत्रले भरथेक गरिदिनुपर्छ र जनशक्ति पनि चाहिन्छ। तालिम प्राप्त जनशक्तिमा पनि हाम्रो ध्यान जाने रहेछ। तर अब यो दशकौँसम्म गर्न नसकिएका कुराहरू एक वर्षमा नै हुने भन्ने छैन, तर आधारशिला हामी खडा गर्ने रहेछौँ। मधेस सिङ्गो उच्च प्राथमिकता भनिसकेपछि हजुरले उठाउनुभएका विषयहरू त्यसका अङ्ग प्रत्यङ्ग भएर सम्बोधन हुन्छ। मान्यज्यूलाई मैले त्यति आश्वस्त पारेँ। तर सबै कुरा सङ्घीय सरकारले नगर्ला। कोही प्रदेशमा जान्छ रकम, कोही स्थानीय तहले गर्छ। कति कुराहरू सरकारको ब्यालेन्स सिटभन्दा बाहिर निजी पुँजी ल्याएर पनि गर्नुपर्ने हुनसक्छ। त्यसलाईतिर पनि हामीले ध्यान दिएका छौँ। तर मधेस उच्च प्राथमिकतामा पर्छ। हजुरहरूले गुनासो गर्न नपर्ने गरेर हामी यसपालि काम गर्ने